हेलो साथीहरू नमस्ते। मेरो आजको यो ब्लगमा म जनक जोशी बेङ्गलोरबाट हेर्नुहोस् त। आज म होटलको प्रचार गर्दैछु। तपाईँले भिडियोलाई अन्तिमसम्म हेर्नु होला है। यो होटलमा एकदमै राम्रो मासुको आइटमहरू पाउँछ, एकदमै टेस्टी पाउँछ, पराठा पाउँछ, बिरयानी सबै कुराहरू पाउँछ। तपाईँ जेपी नगर बेङ्गलोरमा बस्नुहुन्छ भने एकचोटि सेवाको मौका अवश्य दिनु होला। एकदमै राम्रो सस्तो पनि पाइन्छ है। एकदमै टेस्टी बिरयानीहरू पाउँछ, फुच्का सबै कुराहरू पाउँछ यहाँ। एकदमै राम्रो छ, सस्तो बिरयानी। तपाईँहरू जेपी नगरमा बस्नुहुन्छ भने जेपी नगर 7 पेस मेन रोड नजिकै छ। तपाईँले आएर सेवाको मौका अवश्य दिनु होला। तपाईँलाई जे चाहे पनि यहाँ राम्रो सुलभ तरिकाले मिल्नेछ। एकदमै टेस्ट छ, भित्र बस्नलाई व्यवस्था पनि छ, सबै कुराहरू छ। कस्तो दामी तरिकाले बनाइन्छ साथीहरू। यदि तपाईँ मेरो भिडियो हेर्दै हुनुहुन्छ भने कुन ठाउँबाट हेर्दै हुनुहुन्छ तल कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। आजदेखि मेरो भिडियो युट्युबमा आउनेछ। तपाईँले युट्युबलाई सब्सक्राइब गरेर अवश्य जोडिनु होला। एकअर्कालाई सपोर्ट गरेर हामीले अगाडि बढ्न सकिन्छ। यदि तपाईँले सपोर्ट गर्नु भएन भने अगाडि बढ्न सकिन्न साथीहरू। तपाईँको केही पनि लाग्दैन सब्सक्राइब गरिदिनुमा, कुनै ठुलो कुरा होइन। सब्सक्राइब गरेर जोडिनु होला साथीहरू। अनि म तपाईँलाई यस्तै मनोरञ्जनका भिडियोहरू, खानेकुराका भिडियोहरू ल्याएर डेली अपलोड गर्नेछु। तपाईँहरूले पनि मनोरञ्जन लिनु होला है साथीहरू। एकदमै राम्रो छ, सेवाको मौका अवश्य दिनु होला भन्न चाहन्छु म है।